Oh my god, this is day 5. Hello and namaste everyone. Me as a taekwondo instructor, मैले यसरी कन्टेन्ट क्रिएसन जर्नी स्टार्ट गर्छु भन्ने सोचेको पनि थिएन र आजको भ्लग स्टार्ट गरौँ है त। सदाको जस्तै म बिहानै उठेर स्टुडेन्टलाई कुरिरहेको थिएँ। त्यसपछि उनीहरू आइसके पछाडी वार्म अप सकाए। वार्म अप सकिसके पछाडी आज प्याडिङ डे थियो। प्याड हानिसके पछाडी स्टुडेन्टहरूलाई 3 सेट स्क्वाट र 3 सेट पुश अप गराएर क्लास अप गर्दिए। हाम्रो डान्स टिचरको पनि क्लास सकिसके पछाडी हामी दुई जना बसेर ब्रेकफास्ट गर्यौं। हजुरआमा एकदमै बिरामी हुनुहुन्थ्यो र उहाँ डिस्चार्ज भएको खबर सुने पछाडी म उहाँलाई भेट्न गएँ। मेरो प्यारो भाइ चुर्नेलाई बाइ बाइ भन्दै म निस्के आफ्नो घरतिर। घर आएर लन्च खाइसके पछाडी म लागे आज चुनिखेलको सांस्कृतिक कार्यक्रमतिर। चुनिखेलको यस सांस्कृतिक व्यापार मेलामा 100 वटा भन्दा बढी स्टलहरू राखेको थिए अनि म पुगे फटाफट गोला खान। कुनखाम भएर कन्फ्युज भइरहेको थिएँ अनि दाइले भन्नुभयो मिक्स खानुस् भनेर भन्नुभयो। त्यसपछि मैले मिक्स गोला खाएँ। दायाँ बायाँ हेरेको मेरो आँखामा तातो जेरी गयो अनि जेरी मैले छोड्ने कुरा हुन्छ त। अलि ओरा आएको त दाइले के मानिरहनु भएको रहेछ। त्यसपछि 100 रुपैयाँ बाजी राखेर दाइले 600 रुपैयाँ जित्नुभयो। मेलामा मज्जाले घुमिसके पछाडी म लागे आफ्नो घरतिर। मेलामै टन्न खाएर अगाडि आइसके पछाडी घरमा आएर मैले ग्रेप्स खाएँ। अन्तिम समय हेरेर साथ दिनुभयो धेरै धेरै धन्यवाद।